हेलो एभ्रिवान, कस्तो हुनुहुन्छ हजुरहरू सबजना ठिकठाक हुनुहुन्छ। यहाँ आज रनिङ गर्न आएको यार, यस्तो पानी परेर खत्तमै भइदिरहेको भने के गर्ने यार। अब त्यही पनि एकछिन रनिङ जान्छु। अब लास्टै ठुलो पानी पऱ्यो भने त घर जानै पऱ्यो होइन। त्यही पनि अब एकछिन रनिङ आरौँ, त्यसपछि चाहिँ हल्का ठुलो पानी पऱ्यो भने चाहिँ हेरौँला, त्यसपछि घर जानुपर्ने। यस्तो यो काठमाडौँमा होइन पानी परेर हैरानै छ क्या, कसम भने ल त है। गाइज फाइनल्ली मैले रनिङ गरेर सिद्धिसकेँ। पानी त अब ठुलो चाहिँ परेन, जस्तो थियो त्यस्तै मात्र छ। अब यस्तै मौसम रह्यो भनेपछि अनि पुलअप पनि हान्न जान्छु ल त है। त्यतिखेरसम्म म एकछिन रेस्ट गर्छु, त्यसपछि चाहिँ अनि पुलअप हान्न जाउँला है ल त भाइ। A few moments later. रेस्ट सिद्धिसक्यो, अब पुलअप हान्न जान लागेको छु मैले। यता अहिले पानी चाहिँ परिरहेको छैन, पानी जस्तो थियो त्यस्तै नै छ। पर्ला जस्तो त लागिरहेछ, मौसम लास्टै खराब छ। तर पनि अब एकछिन जाम, पानी पऱ्यो भने चाहिँ घरतिर भागौँला, नत्र भने त्यहाँ एकछिन पुलअप हानौँ है ल त। म पार्कमा भेट्छु है हजुरहरूलाई। ल फाइनल्ली गाइज हामीहरू पार्कनिर पुगिसकेका छौँ। अब पार्कभित्र गएर पुसअप हान्नु पर्ला है। ल गाइज सबभन्दा पहिला पुलअप हानौँ। 1 3 4 5 6 7 8 9 10 11 12। ल त अब स्क्वाड हानौँ है। 1 2 3 4 5 6 7 8 9 10 11 12 13 14 15। ल स्क्वाड नै कम्प्लिट भयो। अब 30 सेकेन्ड प्ल्याङ्क सोल्ट गरौँ। फाइनल्ली गाइज हामीहरूले मर्निङ एक्सर्साइजको सबैको एक सेट हानिसकेका छौँ। अब हामीहरूले 2 सेट हान्न बाँकी छ। अब एकछिन रेस्ट गरौँ, त्यसपछि चाहिँ अनि 2 सेट पनि कम्प्लिट गरौँला, त्यसपछि चाहिँ अनि पुलअप हान्न माथि पार्कमा जाउँला त है। A few moments later. ल मैले रेस्ट गरेर कम्प्लिट गरिसकेको छु। अब सेकेन्ड र थर्ड सेट हान्छु, अनि त्यसपछि चाहिँ पुलअप हान्न जाउँला है ल त। ल स्टार्ट गरौँ है। त्यसपछि मैले सेकेन्ड र थर्ड सेट पनि मजाले कम्प्लिट गरेँ ल त गाइज। फाइनल्ली मैले सबै सेट हानेर कम्प्लिट गरिसकेको छु। अब चाहिँ हामीहरू पुलअप हान्न जानु पर्ला है। अब एकछिन रेस्ट गर्छु म, अनि त्यसपछि चाहिँ पुलअप हान्न जान्छु ल। गाइज मैले रेस्ट कम्प्लिट गरिसकेँ। अब पुलअप हान्नको लागि म जान लागेको छु। यता पार्कभन्दा उता हेर्नु, त्यहाँ पार्कभन्दा म लास्टै टाढा आइसकेको छु। अब म त्यहीँ पुगेपछि हजुरहरूलाई देखाउँछु है ल त। 2000 years later. फाइनल्ली गाइज हामीहरू यता पुलअप हान्ने ठाउँ पुगिसकेका छौँ। अब एकछिनमा म पुलअप हान्छु, त्यसपछि चाहिँ हामीहरू घर जाउँला है। मैले फर्स्ट सेट त कम्प्लिट गरिसकेँ। अब सेकेन्ड र थर्ड सेट रहेछ, अनि त्यो सर्ट नि कम्प्लिट गरेर अनि फेरि घरतिर जानु पर्ला। यस्तो ल्याङ्लाइरहेछ आज, के हो पानी बिहान पानी पर्ने जस्तो बोके नामकै जस्तो लागिरहेको थियो, अनि फेरि अनि पानी नर्किरहेको के, अनि हल्का ढिलो आइयो, अनि आज हल्का ढिलो भयो। त्यही भएर अब सेकेन्ड थर्ड सेट हान्छु, अनि त्यसपछि अनि घर जान्छु। गाइज मैले 3टै सेट कम्प्लिट गरिसकेँ। अब म घरतिर जान लागेँ है। A few moments later. फाइनल्ली गाइज हामीहरू म घर पुगिसकेको छु। अब यो भिडियो यता अन्त्य गरौँ। हजुरले च्यानललाई सब्सक्राइब गर्नुभएको छैन भने चाहिँ फटाफट च्यानललाई सब्सक्राइब गर्नु, भिडियो राम्रो लागेपछि लाइक गर्नु ल त। बाई बाई, सायोनारा।